टुडी खेल जस्तै वरिपरि चाहिँ हाइवे रोड, तर बिचमा चाहिँ यत्रो ठुलो इन्डिया गेट अनि चारैतिर पार्कहरू होइन, मान्छेहरू बस्नलाई हरियाली ज्यादा, एकदम आनन्द आउने पोखरी तालहरू अनि सरसफाइहरू पनि गर्ने कर्मचारीहरू खटिएको होइन। जोस् यो दिल्लीको यो एरिया चाहिँ मलाई जोस् राम्रै लाग्यो। र यतातिर स्पेसली मैले के देखेँ भन्दाखेरि राम्रो पाटो भन्नुपर्दाखेरि रोडको वरिपरि रुख बोट बिरुवाहरू रोपेको होइन, मानिसलाई चाहिने अक्सिजनहरू चाहिँ हरियालीबाट चाहिँ एकदम दिएको के। अब हाम्रो नेपालतिर चाहिँ एक त बाटो साँघुरो भएको, रुखहरूलाई पनि अब व्यवस्था गर्न नसक्ने, अनि बाध्यताले पनि त्यो रुखहरूलाई चाहिँ काट्नुपर्ने भयो रोड बढाउनुको निम्ति। अब यतातिर चाहिँ रोड एकदम ठुलो अनि हरेक रोडको त्यो गल्ली गल्ली छिन्ने हरेक गल्ली गल्लीहरूमा यस्तै गार्डनहरू हराभराहरू, जस यो चाहिँ मलाई राम्रो पक्ष लाग्यो। अब इन्डियामा अब एरिया ठुलो छ होइन, देख्नुभयो होला त्यहाँ हाइवे गाडीहरू हिँडिरहेछ। अब यतातिर चाहिँ के छ भनेदेखि अब हाइवेहरू ठुलो छ, बोट बिरुवाहरू प्रशस्तै रोडको छेउछाउतिर होइन, चारैतिर आनन्द। अब हाम्रो नेपालमा चाहिँ छैन त्यो ठाउँ, साँघुरो छ, त्यही भएर व्यवस्थापन गर्न नसकेपछि रुखहरूलाई काट्नु पऱ्यो, ढाल्नु पऱ्यो। अनि यहाँको एउटा नराम्रो पक्ष चाहिँ के रहेछ भने स्पेसल दिल्लीको धेरै हर्न बजाउने टेर्दै नटेर्ने, एकदम डिस्टर्ब गर्ने के। हावा अहिले एकदम भयङ्कर लागिरहेछ। यो चाहिँ हाइवे ठुलो देख्नु सक्नुहुन्छ, यहाँ बोर्डहरू टाँगेको रहेछ होइन, विजय चोक पार्किङ रे कर्तव्य पथ उतानी गार्डन। यो चाहिँ हाइवे होइन, पुरा गाडीहरू होइन, मतलब छैन, हर्न लास्ट बजाउने, ट्राफिकहरू त्यति नदेख्ने होइन। अब भेट्ने बित्तिकै ट्राफिकले फाइन पनि हानिदिन्छ होला, तर एकदम व्यवस्थापन छैन कि गाडीहरूको। टाटा टुटुट अटोले त्यस्तै पेल्ने, अनि गाडीहरू पनि सब रफहरू देखेँ कि मैले, ठोकिएको कुचेको काचाकुचु। अटो त अब दिल्लीको डनै भइगयो भन्नै परेन। यहाँ चाहिँ पोखरी ताल दियोस् मान्छेहरूलाई, यहाँ चाहिँ टक्क बस्नलाई आनन्द ठाउँ। तर यो एरिया चाहिँ फोहोर छैन होइन, तर यो गल्ली गल्लीमा चाहिँ लास्टै फोहोर। हामी बसेको चाहिँ पाहाडगञ्ज एरिया, त्यहाँ चाहिँ लास्टै फोहोरहरू छ होइन। अब इन्डिया जो दिख्ता है वो बिक्ता नै भन्ने जस्तै, जे देखिन्छ त्यो हुँदैन, जे हुँदैन त्यो देखिन्छ भन्थे त्यस्तै हो। अब छिमेकी राष्ट्र भारत रोटी र बेटीको भन्छन्, तर खासै यो ठाउँमा खासै नेपालीलाई त्यति राम्रो दिँदैन कि, राम्रो व्यवहारै गर्दैन क्या। नेपालीले नेपालीलाई त्यस्तै गर्छ है, अब अरूको त के आशा राख्नु। तर एनिवे जे जस्तो भने मान्छे हो होइन, हरेक मान्छेको आफ्नो नेचरहरू हुन्छ, अब त्यो भन्न सकिँदैन। अब त्यो अगाडिको त्यो भवनहरू चाहिँ तपाईँको त्यो तिनीहरूको के अब सांसद भवन हो कि के हो होइन। अब मेरो खासै क्यामेरा त राम्रो छैन, यो चाहिँ मेन इन्ट्रान्सहरू होला होइन। जस्ट फोटो सेसन गर्ने, फोटो सुटहरू गर्ने, अनि माइन्डलाई अलिकति कुल राख्ने, जस्ट ठिकै हो। तर गाडी भाडा पनि लास्टै महँगो के। अब हामीलाई अलिक महँगो लिएको हो कि होइन, नो आइडिया। तर हेर्नु न, रोड पारि पनि गार्डन छ होइन, त्योभन्दा उता नि गार्डन छ, गल्ली गल्लीबाट छिर्ने। यो चाहिँ एकदम चित्त बुझ्दो के, हरियाली। जहाँ हरियाली हुन्छ त्यहाँ मन एकदम आनन्द हुन्छ होइन। अनि यो हरियालीले गर्दाखेरि पनि लुक्स बाई पनि एकदम राम्रो देख्छ, र मानिसलाई चाहिने अक्सिजनहरू पनि हामीलाई पर्याप्त हुन्छ। त्यति खासै धुलोमुलो त छैन हुन त। अब हाम्रो
नेपाल पनि अब धुलोमुलो त खासै छैन, तर के भन्दाखेरि अब यो माटो बोक्ने टिफर सिफरले गर्दाखेरि चाहिँ अलिक धुलोसुलो उड्यो। तर एज अ कम्पेयर गर्दाखेरि हाम्रो नेपाल पनि त्यसै खासै कम छैन। बालेनादेखि चाहिँ सफा छ सिटीहरू। यहाँ चाहिँ रोडमै मान्छेहरू सुत्दिने रहेछ। 7 बजे 8 बजे कुचो लाउने झाडुवाला मान्छेहरू आउँदो रहेछ, पसलहरू खोलिरहेको हुन्छ। अब हाम्रो बसाइ चाहिँ डल्लै आज हुने भयो। अब भोलि चाहिँ हाम्रो काम छ, सायद भोलिको काम सिद्ध भएर आई थिङ्क भोलि नै हामी फर्किन्छौँ होला ब्याक टु होम होइन। अब हिजो हामी करिब नेपालको यस्तै 3-4 बजेतिर आइपुगेका थियौँ। अनि हिजो आधी दिन जस्तो रेस्ट भयो र अनि आज 5 तारिक डल्लै रेस्ट छ हाम्रो। भोलि चाहिँ हाम्रो कामहरू सिद्धाएर हामी फर्किन्छौँ होला बेलुका नाइट सो। माइकिङमा खै के घोषणाहरू भइरहेछ, नो आइडिया। हाम्रो ग्याङहरू चाहिँ त्यहाँ छ होइन। एकजना दाजु यता हुनुहुन्छ, मैले अहिले देखाएको छुइनँ, उहाँ ब्लग गर्दै हुनुहुन्छ। हाम्रो 10 जना ग्याङहरूमा चाहिँ अहिले नाउ फिल्डमा हामी 6 जना छौँ। 4 जनाहरू चाहिँ अब कता कता गएको छ होइन। यहाँ हाम्रो गाइजहरू यहाँ छ खत्रै डल्लो। उहाँ नि ब्लग गरिराख्नु भएको छ, त्यही भएर उहाँलाई अहिले मैले लिन चाहिनँ होइन। सबैजना आफ्नो तालमा छ होइन।